नेपाली अनमोल केसी। नेताद्वय अनमोल केसी कि समीर भट्ट? अनमोल केसी। अनमोल केसी। त्यसलाई मैले फ्लिप गरेँ। हजुर। अनमोल केसी कि प्रदीप खड्का? अनमोल केसी। अनमोल केसी। सिधा, कामप्रति लगनशील, राम्रो संस्कारमा हुर्केको, एउटा स्टारमा हुने पनि क्वालिटी भएको। म एउटा अनमोलमा एउटा इन्डस्ट्रीको भविष्य देख्न सक्छु। भेरी नाइस। अनमोल केसी, पल शाह। अनमोल केसी। अनमोल एकदमै जेन्युन मान्छे। फर्स्टमा जस्तो होस्टेल रिटर्न्स गर्ने बेला मलाई अनमोलसँगै कम्पेयर गर्नुभएको थियो अडियन्सहरूले। तर अनमोललाई जसरी फर्स्टमा अनमोललाई एकदम घमण्डी यहाँ भनेर सुनिन्थ्यो, दर्शकहरूले पनि कति कमेन्ट गरेर हुन्थ्यो। र एकदमै जेन्युन मान्छे मलाई अनमोल जस्तो कोही पनि लागेको छैन। एकदमै सफा मनको, केही नि कसैको नराम्रो नभन्ने, अनि भेट्दा एकदम पोजिटिभ भाइब्स आउने भनौँ न, हाँसिरहने, खुसी। सो एकदम जेन्युन मान्छे हो। अर्को नाम अनमोल केसी कि प्रदीप खड्का? यो चाहिँ एकदमै प्रदीपसँग काम गरिसकेको हो। अनमोलसँग पनि पछि फ्युचरमा काम गर्ने, दुवै मलाई मनपर्ने। अहिलेको लागि चाहिँ अनमोल। अर्को एक्टरहरू पल शाह कि अनमोल अर्को केसी? जो आयो नि भनिदिन्छु म, अनमोल केसी। अनमोल प्रत्यक्ष चाहिँ भेटिरहेको छैन। छैन, तर नेपालको चाहिँ मलाई कोही स्टार लाग्छ भने अनमोल केसी लाग्छ। स्टार भन्दाखेरि ठ्याक्कै दिमागमा दिमागमा अनमोल केसी। चाहिँ अनमोल केसी।